हाम्रा आमा समूहहरू सक्रिय सदस्यहरू उपस्थित भइसक्नु भएको छ। यस आमा समूहको अध्यक्ष सुषमा गुरुङजी आउनु भएकोमा उहाँलाई उपस्थितिको लागि धेरै धेरै धन्यवाद। अब कति पनि ढिलो नगरी कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। अब म आजका विशेष व्यक्तित्वहरूलाई आसन ग्रहण गर्न चाहन्छु। आजका विशेष व्यक्तित्वहरू हुनुहुन्छ स्थायी ठेगाना निकण्ठ 11 हाल अमेरिकामा बसोबास आउनुभएका हाम्रा संस्थालाई माया गर्नुहुने कुशल फोटो पत्रकार श्री सुराज गुरुङज्यू। सुराज गुरुङज्यूलाई आसन ग्रहण गर्न हार्दिक अनुरोध गर्दछु। त्यसै गरी उहाँका धर्मपति मेरो प्यारी भाइ बुहारी श्रीमती कल्पना गुरुङज्यूलाई पनि आसन ग्रहण गर्न अनुरोध गर्दछु। त्यसै गरी सुराज गुरुङज्यूको बुवा दयाकी खानी मनका धनी नेपाली सेनाबाट अवकाश प्राप्त मानर्थ उपसेनानी श्री रघुबहादुर गुरुङज्यू र उहाँका धर्मपति श्रीमती हिरा गुरुङज्यूलाई पनि आसन ग्रहण गर्न चाहन्छु। त्यसै गरी हाम्रा समाजलाई गर्व लाग्ने व्यक्ति डाक्टर ईश्वर गुरुङ र उहाँका धर्मपति श्रीमती सीता गुरुज्यूलाई पनि आसन ग्रहण गर्न हुन अनुरोध गर्दछु। त्यसै गरी बहिनी मोनी गुरुङलाई पनि आसन ग्रहण गर्न हुन अनुरोध गर्दछु। आसन ग्रहण क्रममा अब कोसेली टक्राउन र खाताहरू टक्राउन लागि आमा समूहका सदस्यजीहरू पन्जु गुरुङ राममाया गुरुङ खाजा र सगुन टक्राइदिनु होला। खाजा लगाइदिनु। त्यसै गरी हजुरआमा इन्द्रमाया गुरुङलाई पनि सोही स्थानमा खाता ग्रहण गरिदिनु होला। खाता लगाइदिनु। बिस्तारै बिस्तारै जानु। आजका यस कार्यक्रममा हाम्रो विशिष्ट व्यक्तिहरूलाई खाता र सगुन ग्रहण गरिसक्नु भएको छ। आमा समूहलाई यो विशेष कार्यक्रममा निमन्त्रण गर्नुभएकोमा तपाईँहरूलाई हृदयदेखि बधाई तथा धन्यवाद दिन चाहन्छु। सबै गुरुङहरूलाई एकजुट गराई सुखा दुखा पर्दा साथ सहयोग गर्ने आफ्नो भाषा संस्कार संस्कृति वेशभूषा जोगाउनेर भइपरि आउने काममा आफै समाज घर होस् भन्ने उद्देश्यले संस्था स्थापना भएको हो। धादिङ तमुह गुरुङ समाज काठमाडौँको मूल उद्देश्य समाज घर जग्गा कोष वृद्धिको लागि र महिला दिदीबहिनीहरूलाई सुखा दुखा पर्दा आवश्यक साथ सहयोग गर्नु निम्ति धादिङ तमुह गुरुङ समाज काठमाडौँ आमा समूहको स्थापना भएको हो। अब हामी आमा समूहको स्वागत नृत्य गीत प्रस्तुत गर्दैछौँ। Maya baby
दादी भन्ने दादी दादी दादीको डाँडा
हस् नजाउनु उहाँले नचाउनु खाएको छैन नचाउनु न खाएको अहिले खानु अरे बस रेकर्ड